कोठा सफा गर्दा आज हातबाट खसेर फोटो नै फुट्यो साथीहरू हेर्नु न। सो हेलो साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ र मिठो ब्लगमा। देख्न सक्नुहुन्छ साथीहरू, यता चाहिँ हाम्रो सासू मम्मीले चाहिँ यता गब्दा रिजाउँदै हुनुहुन्छ बुङ्गुरको लागि। म चाहिँ यता तरकारी बनाउँदैछु। भात चाहिँ अगाडि नै पाकिसकेको छ, बस तरकारी पकाउन बाँकी थियो त सो तरकारी पनि पाक्दैछ मेरो भनौँ। आजको तरकारी चाहिँ के हो भनेपछि साथीहरू, मेरो त्यो आलु सुखाएको हुन्छ नि त, चाहरा हो कि के भन्छ त्यसलाई, हाम्रो सानो मम्मीले बनाउनु भएको रहेछ, सो त्यही दिनुभएको थियो। आज चाहिँ तरकारी केही थिएन, त्यही बनाऊँ भनेर रिजाएको थिएँ, त्यही बनाउन लगाएको थिएँ मैले चाहिँ आज। त्यो अहिले याद आयो, त्यसलाई चाहिँ लेचरा भन्छ। त्यो आलु रिजाएर मतलब उसाएर अनि सुखाएपछि त्यो सुक्छ अनि त्यसपछि तरकारी बनाएर खाँदाखेरि एकदमै मिठो हुन्छ। तरकारी बनाएर चाहिँ म उतातिर गएँ साथीहरू च्याउ हेर्नतिर। च्याउ हेर्न गएको त 7-8वटा फलेको रहेछ च्याउ, निस्केको रहेछ, मतलब सानो सानो थियो, ठुलो थिएन। हजुरहरूलाई देखाउने चक्करमा मेरो एउटा च्याउ नै टुटिसकेको थियो साथीहरू, त्यही भएर सो राम्रोसँग देखाएन, यतातिर आइहालेँ। सानो सानो थियो, भइसकेको थियो क्या, भाँचिसकेको थियो। बोल्दाखेरि पनि बिचबिचमा अड्किहाल्छु क्या साथीहरू, नेपाली बोल्दा बोल्दै थारू बोल्न आइहाल्छ क्या मलाई आजभोलि। सो त्यसैले साथीहरू मेरो नराम्रो भोइसलाई चाहिँ इग्नोर गरिदिनु होला, राम्रो भोइस मात्रै सुन्नु होला भन्न चाहन्छु। अनि त्यसपछि साथीहरू म चाहिँ लागेँ अब कोठा सफा गर्नतिर। भात पनि पाकिसकेको थियो अनि हजुरहरूलाई च्याउ पनि देखाइसकेको थिएँ। सो आज चाहिँ म कोठा सफा गर्नतिर लागेँ साथीहरू। यो झुल चाहिँ हामी लगाउँदैनौँ के, मच्छर लागे पनि मच्छर धुप लगाइहाल्छौँ। मच्छर धुप लगाएपछि मच्छर नै लाग्दैनन्, त्यही भएर यो झुल मात्रै कहाँ टँगाउने, कोठा मात्रै गद्दा देखिने भनेर मैले चाहिँ यो झुल निकालेर राख्न थालेको साथीहरू। मच्छर चाहिँ लाग्छन् होइन साथीहरू, हामी त्यो मच्छर धुप लगाउँछौँ, त्यसपछि मच्छर नै काट्दैनन् क्या, एउटा मच्छरले पनि काट्दैनन्, त्यही भएर यो झुल टँगेको मात्रै थियो। कोठा मात्रै मात्रै देखिने क्या, कचरा सचरा मात्रै देखिने, त्यही भएर चाहिँ आज मैले झुल निकालेर पनि राखिसकेको छु साथीहरू। त्यसपछि चाहिँ लाग्यो साथीहरू मैले माथि राखेका यिनी सामान सफा गर्नतिर। धेरै दिन भइसकेको थियो यिनी सफा नगरेको, काम पनि लगाउन कहिले पनि लगाउँदैन, त्यही भएर सफा गर्ने पनि सोरै आउन्न कि नि सामानहरू। मेकअपको सामान चाहिँ मेरो धेरै छ साथीहरू, तर म मेकअपै गर्दैन क्या, किनकि मलाई यताउता लगाउन राम्रो लाग्दैन। कहिले काहीँ लगाएपछि मात्रै त्यही हल्का फुल्का लिपस्टिक हो अनि हल्का गाजल हो, कहिले काहीँ बिर्सिएर पनि। अनि त्यसपछि खासै लगाउँदैन त्यो सायद यो मेकअपको सामान पनि बिग्रिसक्यो होला माथि राखेको, लगाउँदैन। यो घडी चाहिँ हामीले एकचोटि बलाइगाउँ गएको थियौँ, त्यति बेला ल्याएको थियौँ, 1 वर्ष भइसक्यो साथीहरू ल्याएको। सो त्यसैले हेरेको त चल्दैन थियो, त्यस्तै राखिदिएँ कोठाको सो मात्रै गर्नको लागि। अब चाहिँ साथीहरू म यताउता सबै सफा गरेर अब चाहिँ म फोटो सफा गर्नतिर लागेको छु साथीहरू। मेरो कोठामा चाहिँ फोटो यति धेरै छ कि साथीहरू के भनौँ। एकचोटि 3वटा बनाएँ, त्यसपछि पहिला पनि धेरै बनाएको थिएँ, अनि यो चैतन्यमा खिचेको बुढाको र मेरो पनि बनाएको छु धेरै। यो फोटो चाहिँ मेरो फेभरेट हो भनेर हजुरलाई देखाउँदै थिएँ। देख्न सक्नुहुन्छ साथीहरू, फोटोको यति धेरै चाहिँ कुरै छोडिदिउँ के, धेरै बनाएको छ। सो यो चाहिँ मेरो बुढा सानो हुँदाखेरिको, सासू मम्मी मेरो बुढा अनि जेठाजुको फोटो चाहिँ एउटैमा थियो, सानो हुँदाखेरिको। हजुरहरूलाई त्यही देखाउन लागेको थिएँ साथीहरू। हजुरहरूसँग गफ गर्दा पनि मेरो कोठा सफा गरेर पनि सकियो। मैले चाहिँ कोठासोठा सफा गरेर बाहिरतिर आएँ। मेरो मदर इन लले चाहिँ बुङ्गुरको लागि गाबा रिजाउँदै हुनुहुन्थ्यो। सो आजको लागि यति नै, मिलाउन अर्को भिडियोमा। बाई साथीहरू।